रविले मुद्दा हारेर थुनामुक्त। रवि लामिछाने आज नक्खु कारागारबाट थुनामुक्त भएका छन्। अदालतले तोकेको 2 करोड रुपियाँ भन्दा बढी रकम बिगो स्वरूप मेरो भागमा परेको रकम तिर्ने शर्तमा उनलाई रिहा गरिएको हो। तत्कालका लागि रविले राहत पाए जस्तो देखिए पनि कानूनी रूपमा यो अवस्था उनको पक्षमा अनुत्पादक मानिएको छ। अदालतले उक्त बिगो रकम पीडितहरूको निक्षेपका रूपमा रहने व्यवस्था गरेकाले रवि लामिछानेले यो मुद्दा हारेको ठहर भएको छ। मेरो भागमा परेको बिगो रकम तिरेर थुनामुक्त हुन पाऊँ भनी दायर गरिएको निवेदनका आधारमा अदालतले रिहाईको आदेश दिएको हो। तर यही निवेदनका कारण पछि रवि लामिछानेले यस मुद्दा सम्बन्धी पुनः अदालतमा मिसिल रिट दायर गर्न नपाउने अवस्था सृजना भएको छ। कानून अनुसार बिगो तिरेर थुनामुक्त हुनु मुद्दाको अन्तिम निष्कर्ष मानिने भएकाले अब उक्त मुद्दामा पुनरावलोकनको बाटो बन्द भएको कानूनी विश्लेषकहरू बताउँछन्। यस घटनाक्रमले रवि लामिछाने तत्काल कारागारबाट बाहिरिए पनि दीर्घकालीन रूपमा कानूनी र राजनीतिक असर पर्ने संकेत देखिएको छ।